guys, welcome back to another new video. तपाईलाई स्वागत छ मेरो भिडियोमा है। अन्त आज चाहिँ भने म चाहिँ जान्दैछु थर्पो किनभने मैले अस्ति भिडियो हालेको थिएँ है वेडिङ शपिङ भनेर। या गाइज दिदीको बिहा छ नि त अब कति पनि छैन 3-4 डेज 4-5 डेज छ बिहा हुनुको लागि। अन्त म चाहिँ जान्दैछु थर्पो आज चाहिँ। अन्त यहाँनिर चाहिँ मैले के भन्छ ब्यागहरु रेडी गरिसकेको छु। मेरो ब्याग गिफ्ट ब्याग आज चाहिँ अगाडि नै गएको नि त यसो कामहरु सकाउँदै नै। अन्त या गाइज आज चाहिँ म थर्पो झर्दैछु। अन्त त्यहाँनिर कस्तो प्रिपरेसन चलिरहेछ म तपाईहरुलाई देखाउनेवाला छु। अहिले चाहिँ म गाडी पर्खिरहेको छु हो। अन्त अहिले गाडी आएर चाहिँ म जान्छु। अन्त तल गएर एकचोटि भेटौँला म कस्तो छ के छ भनेर ल त। सो गाइस फाइनली म चाहिँ आइपुगिसकेको छु थर्पो होइन। अन्त यहाँ चाहिँ मेरो ब्याग छ। अन्त म चाहिँ ब्याग बोकेर तल जानु आँटेको छु। यहाँ दादालाई चाहिँ यहाँनिर सामान ल्याउनु बोलाएको थिएँ। अन्त दिदीहरू चाहिँ यहाँ छ। बात बाजु बाई आउनुहुन्छ होला नि भरे। हुन्छ हेलो बेना बनाउनु पर्यो नि। आइपुग्यो हेलो हेलो उयो ए लेख्नुपर्छ है यो सकाउने होला फोकटमा हैन पकटमा हैन। हल्दै भएछ त कहाँ आइपुग्यो कहाँ पो आइपुग्यो जस्तो लाग्यो त। भाग्यमानी यिनीहरू त ढोक्दा ढोक्दा हत्तु हुन्छ ल भाग्यमानी। मलाई चाहिँ नदेखाइ यहाँ हेर्नुहोस् हाम्रो यहाँ बेहुली यस्तो छ। बेहुलीको हालत पत्ला मामी हाई भाउजू यता माइली भाउजू कहाँबाट 80 ल। अन्त यता चाहिँ निकिसा ए हाम्रो भदैनीहरू भदैनी यता छोरी बहिनी उता भदैनी उता तताको छोरी चाहिँ छोरी परेन छोरी उता ए उता भदैनी छोरी हेर 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 म चाहिँ यता चाहिँ भदैनी सोचिरहेको छु नि त। सो गाइज अब एकैछिनबाट भेटौँ होला। एभ्रिवान गुड मर्निङ। यहाँनिर चाहिँ रिफ्रेसमेन्ट चाहिँ यहाँनिर छ होइन। अहिले चाहिँ म भर्खर मुख धोएर चाहिँ यता घरमा जाँदैछु। पर भाउजूहरूकोमै बस्यो होइन राति चाहिँ। अन्त यता जाँदैछु अहिले चाहिँ। यहाँ नि चार्जर बोकेर चार्ज पनि छैन फोनमा। अन्त आज म यहाँ कस्तो केहरू भनेर चाहिँ तपाईँलाई देखाउनेवाला छु होइन। ब्रस चाहिँ गरेको छुइनँ किन मैले ब्रस ल्याउनु बिर्सेछु। अन्त यहाँ दोकानमा पनि सोधेको दोकानमा चाहिँ ब्रस सकेको रहेछ। त्यही भएर देविका आउँदैछ अरे। अन्त मैले देविकालाई ल्याइदेऊ ल भनिराखेको छु होइन। सो अन्त अहिले तपाईँलाई म अपडेट दिन्छु है त। अन्त यहाँनिर चाहिँ अहिले यो मण्डपहरूको लागि रेडी हुँदैछ। यतिको चाहिँ अहिले भइसकेको छ। अन्त अब म तपाईँलाई भरे एकचोटि देखाउनेवाला छु। लुगाहरू सुकाइरहेको छ ब्याकग्राउन्ड अब यस्तै छ होइन बिहाघर हो। अन्त म आइपुगेँ। हेलो बेना को मर्निङ मुम्बई यहाँनिर मर्निङको हुँदो रहेछ। सो गाइज हाम्रो चाहिँ अब यहाँनिर लसुन तास्ने कार्यक्रम चलिरहेको छ। अब चाहिँ यो चाहिँ न्युट्रेलाको अचारको लागि चाहिँ बनाउँदैछ। अन्त यहाँनिर हुनुहुन्छ जी हेलो भनिदिनु न हेलो गरिदिनु न यहाँ यहाँ फोनमा हेलो। अन्त यहाँ तास्दैछ आधी अघि तासेर गएको माम खाएर चाहिँ अब फेरि यसमै अचारको लागि पहिला न्युट्रेला काट्नु छैन। आधीले न्युट्रेला काटौँ आधीले यो तासौँ। सो गाइज हामीले चाहिँ लसुन केलाइसकेर पनि यहाँनिर न्युट्रेला काट्ने तरफ लाग्यौँ हो। यहाँनिर चाहिँ 5 केजीको छ न्युट्रेला बोराको डल्लै। अन्त यहाँ भाउजूहरूसँग होइन। अन्त यहाँनिर छोरी अजीहरूसँग चाहिँ यहाँ नि काट्दैछु यहाँ गरमले। सो यो चाहिँ रिफ्रेसमेन्ट एरिया हो। अहिले चाहिँ यतिको भएको छ। तपाईँहरूलाई म बादमा फुल पनि देखाउनेवाला छु है। हेलो गाइस ए बार ए ठिकै छ त रक्सी खाने जग्गा अरे यो चाहिँ। बाबा अब झन् फिनिसिङ हुन्छ दाम हेर्नु सक्नुहुन्छ। अहिलेको चाहिँ यतिको चाहिँ अपडेट। मेरो चाहिँ फेरि यस्तो चलिरहेको छ सिँढी बनाएर। यता चाहिँ डाइनिङ हो। चार दाजुहरू यहाँनिर कैसा लगा अच्छा है दादा घटेको यता
यता हेर्नु न यता हेर्नु न भनेको दादाको डाइट चाहिँ खतरा छ अहिले चाहिँ गाइज हाम्रो चाहिँ यहाँनिर लन्च टाइम भइरहेको छ गाइज आजको चाहिँ यहाँनिर के अरे चिप्सहरू फ्राई हुँदैछ यहाँ भाउजूहरूले गर्नुहुन्छ हो हेलो भनिदिउँ भाउजू हेलो हाई टेस्ट गर्दा चाहिँ कस्तो हुन्छ त्यही होला छ यहाँ हाम्रो अन्तरी भाउजू यहाँ छ माया लाग्दो यस्तो भएर गति नपत्ती सो गाइज यहाँ चाहिँ यतिको रेडी भइसकेको छ हो टेस्ट गरेकै मैले चाहिँ ल दामी भएछ सब ठिक्कै भएछ यसमा हाल टेस्ट गरेर जाउँ यहाँ प्लिज यो चाहिँ टेस्ट गर्नुको लागि ल्याएको हो के चुयो लावे बहिनी टेस्ट गर कस्तो भएछ खाएर भन् त टिका एउटा खानु न यहाँनिर चाहिँ पेमा भाउजूले खोर्सानी अब अचारको लागि ओहो हो मुखमे थुकाया भाइ खाँदैन चिप्स सो गाइस यो हाम्रो फिङ्गर पनि रेडी भइसक्यो सब कसले ल्याएको तैँले यहीँ थियो होइन यो अन्त यो पनि टेस्ट गर्नु पर्यो कस्तो भएछ भन्छ ल भाइ टेस्ट गरेर दामी यही हाम्रो चाहिँ अचारहरू भयो अब एउटा छ के अरे न्युटेलाको अचार मात्रै बाँकी भयो अब त्यो चाहिँ भोलितिर यस्तो भएछ क्रिस्टिना बाबाहरू चाहिँ भर्खर आइपुग्नु भयो भाइहरू हो अन्त हामी चाहिँ यहाँ धमाधम यस्तो खाना पिना पाक्दैछ सब्जी बनाउँदैछु होइन चुलामा बसेर पनि गराउँदैछ भएन यो एफ्रिकाको सिङ्गरहरू खैन हौ क्यारो केहरू खाना खाएर जानु भने जो चाहिँ गीत गाउँछ उसलाई पैसा म दिइहाल्छु गीत जानेको लगाउनु नि अन्त जानेको यो त हिन्दी गीत 500 रुपियाँ राख्नु भन्नु नि राधिका हजुर जसले राम्रो गाउँछ 500 रुपियाँ राख्नु गीत लगाउनु मैले जान्ने म गाइदिन्छु कुन चाहिँ गीत भन्छ तिम्रो लागि अब जुन चाहिँ लाउनु नि लाउनु याद हुने भन्नु न तपाईँ याद कुन चाहिँ खाली यहाँ गर्दा खाली आकाश भन्छ आकाशमा हो आकाशमा गइहाल्छ नि ब्याग खोलेर न ठुलो पार्टी छ कभी मेरी जो कभी हिमदादा मकै भयो तोरी हिमदादा मकै भयो जो कभी बाहों को दीजिए आज की रात मजा हो आँखों से दीजिए आज की रात आँखों से लीजिए बातों में कीजिए वक्त बर्बाद न दिन बातें बातों में कीजिए आज की रात मजा आँखों से सो गाइज हामी चाहिँ आएको छ यहाँनिर बेहुलीलाई मेहन्दी लाउनुको लागि क्रिस्टिना यता बेहुली हेलो अन्त यहाँनिर डिजाइनहरू हेर्दैछ अलरेडी डिजाइन त हेरेकै रहेछ तर पनि
अझ यहाँ राम्रो हेर्दैछ डिजाइनहरू। अब चाहिँ बेहुलीलाई हामी मेहन्दी लगाइदिनु आँटेको छौँ। रेडी भइसकेको छ यहाँनिर मेहन्दी चाहिँ। अन्त अहिले एकैचोटि फुल मेहन्दी लगाइसकेर देखाउँछु ल तपाईँहरूलाई बेहुलीको कस्तो भएछ मेहन्दी भनेर। अहिले चाहिँ बेहुलीको हालत यस्तो भइरहेको छ हो। हेर्नुहोस् बेहुलीको बसाइ खोलेको लगाइसकेको छैन यता हेर त। ए सो गाइज हेर्नुहोस् है बेहुलीलाई यसरी स्याहार्नु पर्छ। बिचरा बेहुली पनि यहाँ ढाड दुखेर पक्राको भइसकिसकेको छ। खोइ यता मुनिको यसरी म चाहिँ यहाँ तेल लगाइदिँदैछु। घरि यतै प्लातै घरि उतै प्लातै। गाइज हामीले चाहिँ बेहुलीलाई मेहन्दीहरू लगाइदिइसक्यो तर अफसोस कि बाद त्यो फोटो खिच्दै भिडियो बनाउनै पाएन कि उसलाई नेल्सहरू लगाइदिँदा ओर्दा होइन बिजी भयो। अन्त भाइले पनि कल गर्यो यस्तो रात परिसकेको छ हामी अब बिहानै आएको होइन यस्तो रात परिसकेको छ। अन्त यहाँनिर भाइले चाहिँ हेयर कट यहाँ हेयर कट गरिदिइसकेको छ। अन्त हामी यहाँ पर्खिरहेको छ गाडी त्यहाँ छ। अन्त जानुपर्छ मार्सल घरमा। ए तेरो मात्रै कहाँ मेरो पनि छ त यहाँ। कस्तो हाँसो त देखि कस्तो लामो नि तर कस्तो दामी देखिरहेको चाहिँ बबिताको झन् बेहुलीको झन् यस्तो दामी छ कि यस्तो दामी साँच्ची भनेको है। तपाईँको नेल देखायो मेरो त पुरा ठुलो तपाईँको ठिक्कैको देखिरहेको छ होइन। यो सिलिक सिलिक हात छ। सो यो चाहिँ मण्डप हो होइन। अन्त यहाँनिर चाहिँ तयारी चल्दैछ कस्तो प्रकारले के गर्नुपर्ने डिजाइन गर्नुपर्ने भनेर चाहिँ। अन्त यहाँनिर फुलहरू चाहिँ अब यसले डेकोरेसन गर्नुपर्ने हुन्छ। गाइज हाम्रो चाहिँ यहाँनिर वेडिङ प्रिपरेसन चाहिँ यस्तो चलिरहेको छ होइन। अन्त म आजको भिडियो चाहिँ म यहीँ गर्न चाहन्छु। तपाईँलाई कस्तो लाग्यो के लाग्यो होइन प्लिज डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई च्यानल। अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल होइन। या गाइज थ्याङ्क यू फर वाचिङ सी नेक्स्ट भिडियो। अनि वेडिङको भिडियो पनि तुरुन्तै आउनेवाला छ।